हिजोका वाचा सबै कागजमै सीमित, जनताको सपना किन सधैँ हुन्छ लिमिट। रोजगार छैन, युवा विदेशतिर भाग्छ, देशको भविष्य किन अरूको हातमा लाग्छ। अब नारा होइन, काम चाहिन्छ भ्रष्ट, विकासको बाटोमा चाहिन्छ फास्ट ट्रस्ट। सडक, शिक्षा, स्वास्थ्य सब बराबर होस्, नेपाली भएर बाँच्न पाउने अधिकार होस्। नयाँ नीति नयाँ सोच 2083 मा उठ्छ आवाज। भ्रष्टाचार तोड्ने अब जनताको हातमा राज, बोल्ने होइन गर्ने समय अब देश बनाउने हो। नयाँ सरकारको बाटोमा नेपाल उठाउने हो। भ्रष्टाचार तोड्ने अब जनताको हातमा राज, बोल्ने होइन गर्ने समय अब देश बनाउने हो। नयाँ सरकारको बाटोमा नेपाल उठाउने हो। नयाँ सरकार आयो, नीति पनि नयाँ, पुराना गल्ती हन्याउँदै अघि बढ्ने कसम खायो। डिजिटल नेपाल टेक्नोलोजीको प्रयोग, भ्रष्टाचार होकाउने सिस्टममा नै भ्रार हो। कृषिमा लगानी, किसानलाई सम्मान, देशमै बस्ने बनाउने युवाको पहिचान। शिक्षा सिस्टम बदल्ने, प्र्याक्टिकल बनाउने, विदेश होइन नेपालमै भविष्य देखाउने। नयाँ नीति नयाँ सोच 2083 मा उठ्छ आवाज। भ्रष्टाचार तोड्ने अब जनताको हातमा राज, बोल्ने होइन गर्ने समय अब देश बनाउने हो। नयाँ सरकारको बाटोमा नेपाल उठाउने हो। भ्रष्टाचार तोड्ने अब जनताको हातमा राज, बोल्ने होइन गर्ने समय अब देश बनाउने हो। नयाँ सरकारको बाटोमा नेपाल उठाउने हो। नेतृत्व चाहिन्छ इमानदार र बलियो, जनताको आवाज सुन्ने निर्णयमा स्पष्ट हो। कर प्रणाली सरल, व्यापारलाई सहज, उद्योग बढाउने बनाउने देश मजबुत। स्वास्थ्य सेवा गाउँसम्म पुर्याउने योजना, हरेक नागरिकलाई समान उपचारको ग्यारेन्टी। समानता, न्याय अनि पारदर्शिता नयाँ सरकारको आधार, यही हो प्राथमिकता। अब समय बदल्ने, हामी सबै उठ्ने, देशको लागि आवाज अब सँगै जुट्ने। एकताको शक्ति, परिवर्तनको बाटो, नयाँ नीति लिएर अघि बढ्छ देशको गाथा। नयाँ नीति नयाँ सोच 2083 मा उठ्छ